नमस्ते हेमराज जी हो। ल म स्वर्णिम वाग्ले है संघीय अर्थमन्त्री। अब आज हामीले यो करदाता प्रोत्साहन उपहार कार्यक्रम उद्घाटन गर्यौं हैन। अब यहाँले अनलाइनबाट किन्नु भएको रहेछ हैन एउटा सामान त्यहाँ कञ्चनपुर जिल्लामा पुनर्वास। अनि अब यहाँलाई बम्पर उपहार परेको छ 10 लाख रुपैयाँ। यहाँलाई हार्दिक बधाई दिन चाहे मैले। र अब यहाँहरूले जस्तै अब यो आम देशवासीलाई पनि यसले प्रेरणा मिलोस् हैन। अब बिल लिने दिने संस्कृतिको हामी प्रोत्साहन गर्दैछौं हैन। अर्थतन्त्रलाई औपचारिकीकरणतिर लम्क्याउँदैछौं र यसपालि बजेटमा पनि बोलेको हाम्रो बाचा थियो, त्यसलाई हामीले कार्यान्वयन गर्यौं र प्रणालीले यहाँहरूलाई छान्यो। तर तपाईको यो उपहार पाएपछि अब सबैलाई चाहिँ बिल लिने र दिने संस्कारमा आबद्ध हुन उत्प्रेरित गर्छ भन्ने हामीले विश्वास लिएका छौं। ल यहाँलाई पुनः बधाई है त हेमराज जी।